रमणीय पोखराको फेवाताल स्थित ताल बाराईको दर्शन गरी हामीहरू दिदी बहिनी दिदी हामी चाहिँ फर्कँदै गरेको अवस्था अनि साथमा अरू यात्रुहरू पनि रहेको डुङ्गामा खुबै रमाइलो भएको अवस्था हो यो। पोखरा साह्रै रमाइलो छ, प्रकृतिले सिँगारेको धेरै रमाइलो छ। सबैजना पोखराको मजा लिनुहोला। पोखराको फेवातालमा डुङ्गा अवश्य चढ्नुहोला, ताल बाराईको दर्शन गर्नुहोला। पोखराको फेवातालबाट देखिने माछापुच्छ्रे हिमाल पनि हेर्नुहोला। मौसम खुलेको बेलामा त फेवातालमा नै माछापुच्छ्रे हिमाल पौडी खेल्न आइपुग्छन्। कति रमाइलो हुन्छ त्यो दृश्य कसैले पनि बिर्सन सक्दैन। तर मौसम चाहिँ खुल्नुपर्छ। मौसम खुल्ने चाहिँ कहिलेकाहीँ मात्रै हुन्छ, तर यो जाडो महिना चाहिँ प्रायः मौसम खुल्दो रहन्छ। हामी चाहिँ गएको लागि खासै मौसम खुलेको थिएन, तैपनि हामी चाहिँ डुङ्गामा चाहिँ सैर गऱ्यौँ, रमाइलो भयो। ताल बाराईको दर्शन गऱ्यौँ। जय ताल बाराई माता रक्षा गर्नुहोस्। जय फेवाताल।